ल है साथीहरू, हाम्रो घर सुरुबाट यस्तो बन्दैछ है। सुरुदेखिबाट घर बन्दैछ। त्यहाँ होस् सरिया हालेर ढोका हालिसक्यो। अनि माटोको यस्तो ढलान बरन्डा ढिलो छ। कस्तो छ लाइट कमेन्ट छाना भयो एउटाको। ल है साथीहरू, हाम्रो घर सुरुबाट यस्तो बन्दैछ है। सुरुदेखिबाट घर बन्दैछ। त्यहाँ होस् यहाँ त मिस्त्रीहरूले काम गर्दैछ है। पहिलाको दुई भाइको घर बन्दैछ। दुई कोठा दुईवटा घर ओह्रालेर घर ओह्रालेर यस्तो फर्किनु पर्दैछ है। यो कस्तो छ टिपिसी टिपिसी छ है। सिमेन्टी हालेर सरिया हालेर ढोका हालिसक्यो। Kilo bosalay duray ro ni ay ri modi ba ri to ke bata ay na hal mo na hal man ile ko roge na to ile na ta sare sare to fry puri kan kon ni पानी हाल्न जान्नु होला क्या को पानी हाल्ने फेरि ए पानी हाल्दिउँ न pani haal डाँडीको है साथीहरू डाँड पनि एक नम्बरको डाँडो फेरि सक्नुहुन्छ तपाईँहरूले ढलान भइरहेछ बरन्डाको ढलान भइरहेछ मेरो छोरा
कस्तो लागिरहेछ लाइक कमेन्ट युट्युब च्यानल सब्सक्राइब गर्न नभुल्नु होला साथीहरू यस्तो छ पहिला चाहिँ दुईवटा घर थियो त्यो एउटा घरको एउटै घरेरी गराइदिएको घर जानेर है यो देख्नुहुन्छ यो पुरा फ्रेम बन्दैछ डाँडको यहाँदेखि उको माथि चाहिँ पुरै डाल छाप्ने अनि डालको फ्रेम हुँदैछ कसरी पार्टेसन डाँडको पार्टेसन कसरी हुन्छ देख्नुहुन्छ साथीहरू साथीहरू त्यो माथि सबभन्दा माथि कोही कल तल माथिल्लो तल माथि कोही कल खाना अथवा छानो भनेको यसरी डाँडको तल चाहिँ पुरै ढुङ्गा कालदेखि काल साप्नेदेखि पुरै डाँडी डाँडको घर हुनेछ साथीहरू लाहुर बाबालाई फोन गर्थ्यौ तला छापिसक्यो बोइकलको तला यसरी पार्टेसन डाँडी डाँडको हुँदैछ देख्न सक्नुहुन्छ डिजाइन चाहिँ यस्तो छ है साथीहरू माथिबाट हेर्दा चाहिँ तलको भ्यू यस्तो छ पुरै पार्टेसन पुरो डाँडै डाँडले हो तल मात्रै छ है साथीहरू ढुङ्गाको भनेको वाल भनेको तल मात्रै त्यसमा माथि पुरै डाँडै डाँडेको वाल छ फेरि हेर्न सक्नुहुन्छ साथीहरू कस्तो लाग्यो त्यो असुरक्षाको स्थिति उत्पन्न गरेको घटना भनेको 72 पछाडिको यो पहिलो नै हो। अब आजको दिनमा चाहिँ अब सुशासनको कुरा गर्दाखेरि जस्तो भ्रष्टाचार न्यूनीकरणका कुराहरू गर्दाखेरि अब दलहरू सुध्रिने कुराहरू गर्दाखेरि अब नेपाली कङ्ग्रेसभित्रको आन्तरिक कलह यहाँलाई राम्रोसँग थाहा छ होइन। त्यसै नेकपा एमाले भित्र पनि त्यस्तै अवस्था रह्यो। राष्ट्रिय प्रजातन्त्र पार्टी होइन आफूलाई चाहिँ एकदमै कम सिटमा खुम्च्याउनु पर्ने एउटा बाध्यात्मक परिस्थिति त्यहाँ पनि धवल शमशेरजीहरूले अर्को एउटा विरोध भेला गरे र त्यस पछाडि अब अहिले राजेन्द्र लिङदेनको संयोजकत्वमा कुनै पनि हालतमा महाधिवेशन हुन सक्दैन भन्ने लडाईँ एकातिर छ पुरानाहरूमा। नयाँहरूको रफ्तार र स्पिड एकापट्टि छ। अब साँच्चै सुशासनयुक्त काममा सरकार अगाडि
बढ्यो भने कर्मचारीहरूको साथ लिने कुराहरूमा, अन्य दलहरूको साथ लिने कुराहरूमा र आफ्नै आन्तरिक मतभेदबाट उन्मुक्त भएर अगाडि बढ्ने कुराहरूमा एग्रेसिभ भएर अगाडि लाग्यो भने अब यो 5 वर्षमा चाहिँ नेपालले एक किसिमको गति लिन सक्छ, हामी आशा गर्न सक्छौँ। वास्तवमा यो सरकारलाई धेरै चुनौतीहरू छन्। पुरानो दलहरूको कुरा गर्दाखेरि पनि तपाईँले भने जस्तै अब यो सहमतिमा जाने काङ्ग्रेस एमालेको दुईटा मिलेर चाहिँ अब हामी चुनावमा जान्छौँ भन्ने कुरा हुँदै गगन थापाले जुन विद्रोह गरेका थिए र हामीले बिर्सन नहुने कुरा के हो त भन्दाखेरि गगन थापाले नेपाली गोर्खा विद्रोह नगरेको हुन्थ्यो भने यो स्थिति अहिलेको स्थिति आउँथ्यो भनेर हामी भन्न सक्ने अवस्थामा छैनौँ। किन भन्दाखेरि दुईटा पार्टी केपी ओलीले शेरबहादुर बिचमा सहमति भइसकेको थियो र 165 मा 150 सिट चाहिँ हामी प्राप्त गर्छौँ भन्दै हिँडेको अवस्था पनि हामीले सुनेका थियौँ। र अब यदि त्यो स्थिति आएको भने सायद बालनले पनि त्यहाँनिर केपी ओलीको विरुद्धमा चुनावमा जान सक्ने अवस्था हुन्थ्यो कि हुँदैन भन्न सकिँदैन। र यसको कारण तत्त्व के हो त भन्दाखेरि नेपाली कङ्ग्रेसले अब हामी कुनै पनि पार्टीसँग चुनावमा मिलेर जाँदैनौँ, सिङ्गल लड्छौँ भन्दाखेरिको अवस्थामा एउटा परिस्थिति, एउटा महत्त्वपूर्ण कारक तत्त्व अहिलेको परिस्थिति सिर्जना गर्नमा महत्त्वपूर्ण कारक तत्त्व भनेको त्यो पनि हो भन्ने लाग्छ। नत्र भने दुईटा के तिनटै पनि मिलेर जान सक्ने अवस्था त्यहाँनिर बनिएको थियो। र त्यसो भएको हुनाले अब छाउने भइसक्यो है साथीहरू। तपाईँले देख्न सक्नुहुन्छ जस्तै तलबाटबाट माथिले भन्दा लास्ट तलबाट तल हेर्दाखेरि यसको तलको भ्यू चाहिँ यस्तो देखिन्छ है। चारैतिरबाट पुरै घर छ दाजुभाइहरूको र चाहिँ यस्तो बन्दैछ यहाँ छाउनी हुन लाग्यो। माथिको तलबाट माथितिरको भ्यूहरू यस्तो देखिन्छ। है साथीहरू, यो प्युठानको सेउलीबाङ अर्थात् नौगैनी गाउँपालिकाको सबभन्दा नयाँ डिजाइनको दुईवटा छाना एउटा त्यहाँ छुट्टिसक्यो, यताको छाना भयो, एउटाको पुरा छाउँदैछ है साथीहरू। साथीहरू मिलाउँदैछन्, कसैले छाउँदैछन्, तिनले छाउँदैछन् साथीहरूले। ठेकदारलाई पनि देखाउनु पऱ्यो क्या यार। बाहिर जस्तो भयो साथीहरू, कौसीहरू मिलाउँदैछन् यसरी। भित्रको स्थिति यस्तो छ। खेलहरू पनि छ, चारवटा ढोका छ है। कस्तो लाग्यो त साथीहरू? साला भात खायो साथीहरू। यस्तो सिधी रेलहरू लाग्छ आलुको झ्याल। यो भित्र बनाइसकेपछि यस्तो पार्टिसन हुँदैछ यसको त्यहाँनिरको। झेल फिट हुँदैछ यहाँ है साथीहरू।